यहाँ सबैलाई नमस्कार। म डाक्टर शिशिर अर्याल। म चाहिँ हाल अहिले यो बुद्धनगर मजुवा जाने यो बाटोमा यहाँ हिँड्दै थिएँ। यहाँ चाहिँ हजुरको बुटोल उपमहानगरपालिकाले ल्याएर फोहोर फाल्ने डम्पिङ साइट रहेछ। यो चाहिँ बुटोल 11मा यहाँ चाहिँ यो फोहोरले गर्दाखेरि यो बाटो हिँड्नै साध्य छैन। यहाँ गनाएर हजुरको चाहिँ अनि मान्छेहरू यहाँ बस्न खान सुत्न केही गर्न सम्भव छैन। पुरै यो फोहोरले गनाएर यहाँको मान्छेको जनजीवनमा एकदम असर परेको रहेछ। वरिपरि घर छ यतातिर, फेरि ठ्याक्कै यतातिर पुरै बस्ती सबै यतातिर घरहरू छ हजुरहरूले देख्नुहुन्छ। अनि बस्तीको पुरा नजिकमा यहाँ ल्याएर बुटोल उपमहानगरपालिकाले फोहोर फाल्दो रहेछ। अनि यो फोहोर हजुरको फाल्दाखेरि यहाँ केही उपमहानगरपालिकाले केही मान्छेलाई तपाईँको चाहिँ यहाँ राखेको रहेछ। उनीहरूले चाहिँ स्थानीय जनतालाई यहाँ फोहोर फाल्यो भने 2500 रुपियाँ जरिवाना तिराउँदो रहेछ। स्थानीय मान्छेले फोहोर फाल्न पाउँदैन। अनि यो फोहोरले हजुरको चाहिँ यहाँ त प्रत्यक्ष मान्छेको जनजीवनमा असर गरेको छ। यो बगेर तिलोत्तमा जाँदाखेरि यो फोहोरले हजुरको तिलोत्तमाको बस्तीमा गएर त्यहाँको अन्नबालीको साथसाथै मान्छेको जनजीवनमा पनि असर गरेको छ। बुटोललाई त गरेको तिलोत्तमालाई पनि यसले चाहिँ असर गरेको छ। यो फोहोर चाहिँ सबै बुटोलको बजारको फोहोर प्लस मेडिकलहरूको सबै फोहोरहरू एकमुष्ट ल्याएर चाहिँ यहाँ फालिँदो रहेछ। मेडिकलहरूको फोहोर त हस्पिटल क्लिनिकहरूले रातो निलो पहेँलो विभिन्न डस्टबिनहरूमा वर्गीकरण गरेर दिन्छन् उपमहानगरपालिकालाई। तर उपमहानगरपालिकाले एउटै गाडीमा हालेर ट्र्याक्टरमा हालेर सबै ल्याएर यहाँ डम्पिङ गर्दो रहेछ। यसको कुनै दीर्घकालीन सोच पनि देखिएन। यसलाई दीर्घकालीन समाधान गर्ने पनि उपाय देखिएन। र यो सड्ने एकतिर नसड्ने एकतिर गरेर कुनै यसको चाहिँ तपाईँको सम्बन्धित निकायले उपमहानगरपालिकाले यसमा कुनै चासो दीर्घकालीन समाधान केही पनि देखिएन। त्यसैले यसलाई यथाशीघ्र चाँडो चाहिँ यसलाई दीर्घकालीन समाधान होस् भनेर मैले चाहिँ यो भिडियो बनाएको। यहाँ सबैलाई धन्यवाद।